आदरणीय दर्शकवृन्द नमस्कार। परिवर्तन गर्ने शक्ति कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ। दर्शकवृन्द, तपाईँ यस परिवर्तन गर्ने शक्ति कार्यक्रममा विभिन्न व्यक्तिहरूका वास्तविक जीवनमा घटेका घटना, दुर्घटना र उनीहरूले पाएका छुटकाराहरूको विषयमा हेर्न सक्नुहुनेछ। आउनुहोस्, आजको यस कार्यक्रममा हामी यस्तै व्यक्तिको बारेमा देखाउन गइरहेका छौँ। मेरो नाम परशुराम गिरी हो। मेरो जन्म चाहिँ कमल पोखरीमा भएको थियो। मेरो बुवा चाहिँ भर्खरै 1 वर्ष जति भयो बित्नु भएको। अनि आमा हुनुहुन्छ, अनि मेरो श्रीमती, अनि छोरी एउटा हुनुहुन्छ एकजना, अनि दिदी भेना भान्जाहरू हुनुहुन्छ। म चाहिँ ललितपुरको कुसिन्तीमा बस्दछु र विगतलाई सम्झिँदाखेरि एकदमै गाह्रो लाग्छ। त्यसकारणले मैले धेरै ठाउँमा मैले बोल्न पनि सकिरहेको थिएन, तर आज बोल्दैछु हैन। अनि मेरो बाल्य अवस्था चाहिँ कस्तो थियो भने गेममा चाहिँ मलाई सबैभन्दा रमाइलो लाग्ने अथवा आफूलाई एकदमै इन्ट्रेस्ट भएको चाहिँ मलाई फुटबल थियो। अनि फुटबल चाहिँ म जस राम्रै खेल्थेँ, एउटा ब्यागमा राम्रो खेल्थेँ, स्कुलमा पनि मलाई धेरैले राम्रो खेल्थेँ, राम्रो प्लेयर हो भनेर मान्थेँ। अनि त्यसपछि म चाहिँ प्र्याक्टिसमा पनि जान्थेँ। अनि प्र्याक्टिसमा जाँदाखेरि जौलखेल युथ क्लबका दाइहरूले पनि, सिनियर दाइहरूले पनि राम्रो खेल्दो रहेछ भनेर उहाँले चाहिँ मलाई, जस्तै राजु साकेले पनि मलाई चुज गरेको व्यक्ति थिएँ म त्यति बेलामा। मेरो इन्ट्रेस्ट चाहिँ फुटबलमा थियो। खेलेर खाएर अलिकति राम्रो काम गरौँला भन्थ्यो, तर घरमा आएपछि त्यो सबै फिलिङ्सहरू चाहिँ भताभुङ्ग हुन्थ्यो। त्यो सोचाइहरू भताभुङ्ग, किनभने बुवा एउटा ड्राइभिङ पेसामा हुनुहुन्थ्यो। अनि उहाँ एकजनाको कमाइले गर्दाखेरि 4-5 जना खानुपर्ने अवस्था थियो। मेरो भाइ 2 जना थियो, अनि मेरो दिदी थियो त्यो बेलामा, बिहे पनि गर्नुभएको थिएन। अनि त्यो अवस्थामा चाहिँ म एउटा जेठो थिएँ म परिवारमा। जेठो भएको कारणले गर्दाखेरि अब बुवापछिको एउटा जिम्मेवारी लिने व्यक्ति म आफै थिएँ। अनि त्यो कारणले म फुटबल पनि खेल्न एकदमै रुचाउने, अनि त्यसपछि काम पनि गर्नुपर्ने, अनि कसरी दुईटा लाने भन्ने कुरा एउटा बोझ चाहिँ ममा हुन्थ्यो। एसएलसीको रिजल्ट आयो, अनि चाहिँ म फेल भएको थाहा पाएँ। त्यसपछि मैले राम्रो साथीलाई छोडेर मैले नराम्रोतिर आकर्षण हुन गयो, किनभने नराम्रो साथीहरू त्यो बेलामा फेल भएको थियो। अनि त्यो नराम्रो साथीहरूसँग लिङ्क गर्दाखेरि उहाँहरूले चाहिँ खैनी खानुहुन्थ्यो, चुरोट खानुहुन्थ्यो, अनि त्यसपछि ट्याब्लेटहरू पनि खानुहुन्थ्यो, अनि त्यसपछि कफ सिरप, फेन्सिडिल पनि खानुहुन्थ्यो। अनि त्यो 1 बिरको अथवा 2 बिरको खाएपछि यो टेन्सनहरू साफ हुन्छ, अनि यसले गर्दाखेरि तेरो सबै कुराहरू भुल्छ भन्ने कुराहरू त्यहाँबाट मैले खाएर सुरु गरेपछि मलाई झुम्म गऱ्यो। अनि त्यसपछि 1-2 घन्टा अथवा 4-5 घन्टा चाहिँ मलाई त्यो महसुस नभएको जस्तो मेरो फिलहरू, जस्तो म फेल भएको जुन मलाई गिल्टीहरू छ त्यो चाहिँ मैले गएको महसुस गरेँ। त्यसपछि अर्को कदम गर्दा गर्दा मलाई 13 वर्षसम्म त्यो बन्धनमा, त्यो लागु पदार्थको बन्धनमा म पुग्न गएँ। अनि त्यो सानो कदमले गर्दाखेरि ठुलो कदमहरू, अनि ठुलो नसाहरू, जस्तै मैले ट्याब्लेट खाएँ, ट्याब्लेटले मलाई पुगेन। त्यसपछि मैले कफ सिरपहरू खाएँ, त्यसपछि मलाई पुगेन। त्यसपछि आएर ब्राउन सुगर खाएँ, त्यसपछि पनि मलाई पुगेन। त्यसभन्दा पनि ठुलो हाई डोजहरू चाहिने थियो। त्यसपछि सिरिज युज गरेँ, त्यसपछि पनि नपुगेर एलएसडी भन्ने दबाईहरू पनि, अनि जुनै पनि कुराहरू देखेर त्यसले मलाई नसा दिन्छ भन्ने कुरा थाहा पायो भने, इभन मान्छेको टाउकोले पनि अथवा त्यो खाएको खण्डमा पनि मलाई नसा दिन्छ भन्ने कुरा, त्यो जानकारी आएको खण्डमा मैले खान पनि तयार हुने अवस्था थियो। त्यो पहिलो चरणको मेरो जुन स्टेप अथवा पाइला चाहिँ जब मेरो भत्केर गयो, जब म त्यहाँबाट उछिनेर म जुन सपनाहरूलाई छोडेर अर्को सपना अथवा अर्को दुनियाँमा पुगेँ, ड्रगको अथवा लागु पदार्थको दुनियाँमा पुगेँ। अनि त्यो पुग्दाखेरि 5 रुपियाँको कमाइ थिएन, तर 5 रुपियाँको नसा हामीले लिन पुगिसकेका थियौँ। अनि त्यो कसरी गर्ने भन्दाखेरि मधेसीहरूलाई लुट्ने, अनि अरूलाई ठग्ने, अनि गुन्डागर्दी गर्ने, हप्ताहरू उठाउने, त्यसपछि अलिकति धनी मान्छेहरूलाई अब ठेकेदारहरूलाई गएर अब थर्काउने, दिनुहोस् भने तँलाई म यस्तो गर्छु भनेर थर्काएर मैले लिन्थेँ। अनि त्यसपछि आजको मैले त्यो डोज पुऱ्याउँथेँ, अनि भोलि के गर्ने भन्ने सोचाइ हुन्थ्यो, अनि फेरि भोलि नयाँ कुरा हुन्थ्यो। अनि त्यही क्रममा कोही बेलामा झगडा पनि पर्थ्यो। अनि झगडा पर्दाखेरि चाहिँ पुलिसले समातेर लान्थ्यो। अनि पुलिसले पनि प्रहरीमा जाँदाखेरि फेरि आइस, एउटा प्रहरी थाना त मेरो लागि सेकेन्ड घर जस्तो, एउटा कोठा जस्तो भइसकेको थियो। त्यो अवस्थामा प्रहरी थानामा हुँदाखेरि यस्तो अवस्था, त्यो नरक चाहिँ मैले भोगेको थिएँ। त्यहाँनिर चाहिँ कस्तो छ भने एउटा कोठा हुन्थ्यो, त्यो कोठामा चाहिँ खाना पनि त्यहीँ खाने, त्यसपछि त्यो एउटा बाल्टिन जस्तो हुन्थ्यो, त्यो बाल्टिनमै पिसाब फेर्नुपर्ने, त्यहीँ पिसाब फेर्नुपर्ने, अनि त्यहीँ खानुपर्ने। अनि त्यो पिसाब बगेर आएको हुन्थ्यो, अनि त्यो पिसाब बगेको आएको ठाउँमा हामी बसेर खानु पर्थ्यो। अनि त्यो ठाउँमा चाहिँ नि लिखा, अनि त्यसपछि जुम्रा, अनि त्यसपछि अहिले सोच्दाखेरि चाहिँ म चाहिँ साँच्चै नै
म नरकमै थिएँ भन्ने हुन्थ्यो। अनि त्यहाँ जुम्राहरू यति थियो। अनि म जब कस्टडीबाट अथवा झ्यालखानाबाट छुटेर आउँथेँ अनि घरमा आउँदाखेरि चाहिँ आमाले पानी तताएर त्यो मेरो लुगाहरू चाहिँ पखाल्नु पर्ने अवस्था थियो। जुम्रा हुन्थ्यो। अनि प्रहरीहरूले अब प्रहरीमा गएपछि चाहिँ अब राम्रो काम गरेर साँच्चै नै गएको थियो हुँदैन थियो होला, कहीँ अब चोरेर गएको हुन्थ्यो, ढाँटेर गएको हुन्थ्यो। अनि अब माया त गर्दैन थियो, पिट्थ्यो। अनि सुध्रेला भनेर मलाई पिट्थ्यो। तर त्यहाँभित्र हुन्जेलसम्म म सुध्रिन्छु भन्ने हुन्थ्यो मनमा। ओहो अब हो मैले त गरिनँ भन्दा हुन्थ्यो। जब म बाहिर आउँथेँ अनि तब फेरि म त्यही दुनियाँमा पर्थेँ। वास्तविक जीवन, वास्तविक घटना, वास्तविक समस्या, वास्तविक समाधान, सत्य घटनाहरू समेटिएर तयार पारिएको पुस्तक परिवर्तन गर्ने शक्ति निशुल्क रूपमा प्राप्त गर्नका लागि निशुल्क टेलिफोन नम्बर 166001 33399 मा आजै सम्पर्क गर्नुहोस्। कस्टडीमा चाहिँ सायद म 22-23 चोटि म परेँ होला। अनि जेलमा नखु जेलमा चाहिँ म 2 चोटि परेँ। एकचोटि 3 महिना जति परेँ अनि एकचोटि चाहिँ म 6 महिना जति परेँ। त्यति बेलामा एकजना राई दाजु हुनुहुन्थ्यो। उहाँ चाहिँ एकदमै राम्रो हुन्थ्यो। उहाँ इन्सपेक्टर प्रहरीमा हुनुहुन्थ्यो। उहाँ चाहिँ मुख्य व्यक्ति हुनुहुन्थ्यो। उहाँ चाहिँ एकदमै राम्रो हुन्थ्यो। अनि उहाँले चाहिँ भित्र आएर हामीलाई सम्झाउने कार्यहरू गर्नुहुन्थ्यो। अनि किन के कसरी आइपुग्यो, यस्तो यङ केटाहरू किन यसरी भित्र आएको छ। अनि त्यति बेलामा मेरो चाहिँ सार्वजनिक यस्तो भनौँ न टोलमा झगडा गरेर अथवा गाईगु गरेको हुनाले मलाई एरेस्ट गरेको थियो। अनि त्यति बेला मेरो ढलौटी 5000 रुपियाँ थियो। 5000 तिर्न नसकेको खण्डमा मलाई जेल पठाएको थियो। जब म जेलबाट निक्लिएँ अनि त्यसपछि निक्लिएपछि 6 महिना मेरो त्यहाँ कैद भुक्तानी भयो। त्यसपछि पनि मेरो बानी बेहोरा त्यस्तै थियो। त्यहाँ भित्र हुँदाखेरि चाहिँ म सुध्रिन्छु, अब म पनि के गर्छु भन्ने हुन्थ्यो। जब म घरमा आएँ त्यसपछि 2-4 दिन फेरि काम हुँदैन थियो। मेरोमा काम थिएन। अब जब एसएलसी टेस्ट पास भएको अवस्थाको कुराहरू थियो। अनि त्यसपछि आफ्नो स्किल पनि थिएन केही पनि, किनभने त्यो लागु पदार्थले गर्दाखेरि त्यो कुनै पनि कामहरू सिपहरू थिएन। खालि एउटा फुटबल अलिकति खेल्न आउँथ्यो, त्यतिभन्दा अरू केही पनि थिएन होइन। अनि त्यसपछि झन् फ्रस्ट्रेसनहरू हुन्थ्यो। अनि बुवा आमाहरूको अवस्था देख्दाखेरि झन् आफूलाई पनि अब मैले के गर्नुपर्ने भन्ने थियो। के को लागि मलाई बाउ आमाले हुर्कायो अथवा बाउ आमाले मलाई जन्मायो तर मैले के पनि गर्न सकेको भन्दा झन् मलाई एकदमै गाह्रो हुन्थ्यो। अनि त्यसपछि नचाहँदै पनि फेरि म गएर फेरि रक्सी अनि गाँजा गर्दाखेरि फेरि त्यही अवस्थामा म पुग्न गएँ। अनि त्यो अवस्थामा पुग्दाखेरि चाहिँ मेरो एउटा सँगै खाने ट्याब्लेट खाने भाइ थियो। अनि उसले चाहिँ मलाई के भन्यो भने मोहनी लागेको खण्डमा जस्तै पसलेलाई मोहनी त्यो मन्त्र पढेर मोहनी लायो भने अनि त्यो ऊ हेरेकै हुन्छ अनि त्यो हामीले चाहिँ लुट्नु पाउँछ अथवा त्यो लिनु पाउँछ भनेर मलाई भन्यो। अनि म पनि अलिअलि त्यो म्याजिक सम्बन्धी अथवा यो तन्त्र मन्त्र सम्बन्धी अलिकति मलाई इन्ट्रेस्ट भएको कारण किनभने म अलिक बच्चादेखि चाहिँ अलिकति म धार्मिक प्रवृत्तिको मानिस थियो। अनि त्यो कारणले गर्दाखेरि चाहिँ म त्यहाँ गएँ। जाँदाखेरि चाहिँ अनि उसले पनि सिकाउने त के थियो थाहा छैन, तर म चाहिँ रक्सी खान्थेँ। अनि उसले चाहिँ अरूहरूलाई चाहिँ ट्रिटमेन्ट गर्थ्यो अथवा उसले अब जोखाना हेर्ने यताउता गर्थ्यो। अनि मैले चाहिँ अनि त्यो पैसा लुटेर चाहिँ मैले चाहिँ रक्सी खान्थेँ। अनि उसलाई मैले घरमा पनि ल्याएर आउँथेँ, यताउता गर्थेँ होइन। अनि गर्दाखेरि चाहिँ अनि उसलाई चाहिँ रिस भइरहेको रहेछ कि उसले चाहिँ मेरो कमाइबाट चाहिँ यसले रक्सी खान्छ भनेर चाहिँ उसलाई रिस भइरहेको रहेछ। अनि मैले त्यसरी गइरहेको थिएँ। अनि म झगडा गर्ने यताउता जाने। अनि त्यसपछि उसलाई एकदमै सहन नसक्नु भएर चाहिँ ल म अब जान्छु भन्दाखेरि चाहिँ उसले अनि ल रक्सी खाउँ भन्दाखेरि उसले चाहिँ रक्सीमा मलाई बिगार पारिदिएको रहेछ। जब त्यो मैले रक्सी खाएँ भोलिपल्ट त म आफै नभएको। वास्तविक जीवन, वास्तविक घटना, वास्तविक समस्या, वास्तविक समाधान, सत्य घटनाहरू समेटिएर तयार पारिएको पुस्तक परिवर्तन गर्ने शक्ति निशुल्क रूपमा प्राप्त गर्नका लागि निशुल्क टेलिफोन नम्बर 166001 33399 मा आजै सम्पर्क गर्नुहोस्। अनि घरमा आएर अनि आमाले पनि गराउँथ्यो। अनि घरमा पनि त्यो कुकुरको हड्डीहरू ल्याउने होइन। अनि त्यसपछि तेल पनि 2 महिना 3 महिना ल्याएर बाल्न खोज्ने। अनि त्यसपछि झन्डै आगो नै घरै आगो लाएर डढाउन खोज्थ्यो। अनि मलाई आमाले गाली गर्थ्यो। अनि आमाले गाली गरेपछि म झन् नेगेटिभ हुने। त्यसपछि अनि भौतारेर लुगा सुगा लिएर म त अब जान्छु भनेर जाने। अनि जहाँ गएको अवस्थामा चाहिँ अनि कहिले पशुपतिमा पुग्थेँ। अनि पशुपतिमा गएर त्यहाँनिर चाहिँ मान्छे जलाएको हेरिरहन मन लाग्ने।
अनि मान्छे जलाएको हेरिरहनु मन लाग्ने अनि त्यो मान्छेसँग त्यो अनि त्यहाँको भएको साधु सन्तहरूसँग गएर अनि बस्नु मन लाग्ने अनि त्यसरी बस्ने रातभरि त्यहाँनिर जग्गा आराम बस्यो के हो कसो अनि त्यसो बिहान फेरि त्यसो फेरि भोक लाग्थ्यो अनि भोक लागेपछि कसैलाई माग्दाखेरि दिँदैन थियो अनि घरै चाह्यो अनि घर आउँदाखेरि चाहिँ अनि आमाहरू रुन्थे कराउँथे के भएको यो कस्तो भएको भन्थ्यो कस्तो मान्छे अनि म हिँड्दाखेरि चाहिँ अनि उपर्स आयो बौला आयो भने भन्थ्यो अनि सबजना टाढा भएको थिएँ अनि रामाया भाउजू आएर चाहिँ उहाँले चाहिँ पहिले नै येशू ख्रीष्टलाई मुक्तिदाता भनेर ग्रहण गर्नु भइसकेको रहेछ अनि उहाँ चाहिँ चर्च जान थाल्नु भएको रहेछ र अनि थालेपछि अनि हामीलाई बेला आएर हामी पहिला पनि आएर उहाँले सुसमाचार सुनाउनुहुन्थ्यो अथवा प्रभु येशू ख्रीष्टको बारेमा अनि चर्च गएपछि राम्रो हुन्छ भने भन्नुहुन्थ्यो तर त्यति बेला हामीले सुन्दैन थियो जब म बौला भरको अवस्थामा जाँदाखेरि चाहिँ अनि उहाँ फेरि आउनुभयो अनि आउँदाखेरि चाहिँ के छ तपाईँको छोराको हालखबर भन्दाखेरि अनि आमाले भन्नुभएको छ मेरो छोरा त बौला भएर हिँडेछ यसरी त्यो तन्त्र मन्त्र गरेर हिँड्नेछ पशुपतिमा गएर सुत्दो रहेछ अनि बेलुका त्यो डन्डीहरू त्यो जुन त्रिशूलहरू के कहाँ लिएर आउँदो रहेछ भनेर भन्दाखेरि चाहिँ त्यसो भए यसो हो भने प्रभु येशू ख्रीष्टलाई मुक्तिदाता ग्रहण गरे खण्डमा अथवा चर्च गएको खण्डमा चाहिँ तिम्रो छोरा राम्रो हुन्छ भनेर उहाँहरू त्यहाँ बसेर प्रार्थना गर्नुभएछ अनि आमाले कमेन्टमेन्ट गर्नुभएछ यदि मेरो छोरा भोलि आउँछ भने म चर्च जान्छु भनेर भन्नुभएछ बाइबल म जब पढ्न सुरु गरेँ त्यहाँनिर मैले एउटा कुरा भेटाएँ मलाई पनि त क्षमा रहेछ म त्यस्तो पापी व्यक्तिलाई पनि क्षमा रहेछ भन्ने कुरा जब त्यो वचनमा मैले पाएँ तेरो पाप सिन्दुर रङ भए तापनि म तेरो पापलाई सेतो हिउँ जस्तो बनाउँछु भनेर परमेश्वरले भन्नुभयो त्यो कमेन्टमेन्ट गर्नुभएको त्यो कुरा सम्झँदा ओहो मलाई पनि त क्षमा हुँदो रहेछ त म जस्तो पापी म जस्तो एउटा एडिक्ट म जस्तो जङ्कीलाई पनि त क्षमा हुँदो रहेछ भन्ने कुरा मैले महसुस गरेर मेरो जीवन चाहिँ परिवर्तनको अवस्थामा पुग्यो अथवा यस्तो सुनौलो अवस्थामा पुग्यो तपाईँको वचन अनुसार म ईश्वरको तपाईँको राज मैले खोजी गर्छु अनि त्यसपछि सबै कुरा थपिन्छ कि थपिँदैन भन्ने कुरा पछि म तपाईँमा विश्वास राख्छु भनेर त्यहाँदेखि मेरो सुरुवात भयो मेरो विश्वासी अथवा क्रिस्चियन जीवन चाहिँ त्यहाँदेखि मैले सुरु भएको मैले मान्दछु अनि म आफू मात्र सुध्रेर हुँदैन भनेर परमेश्वर भन्नुहुन्छ हामी ज्योतिको सन्तान हो त्यो ज्योति चाहिँ अरूमा पनि चम्किनुपर्छ भन्ने कुरा चाहिँ मैले प्रभुबाट पाएको छु अनि त्यस कारणले चाहिँ मैले अथवा मेरो साथीहरूले चाहिँ यो हाम्रो कुसुन्ती एरियामा चाहिँ हामी प्रार्थना गर्थ्यौँ के गर्ने कसो गर्ने भन्दाखेरि अनि हामी प्रार्थना गर्दा चाहिँ मलाई चाहिँ एउटा जिम्मा दिएको छ कि रिह्याब सेन्टरको लागि अनि यो भिजन रिह्याब सेन्टर भन्ने हामीले यो सिडिओ कार्यालयमा दर्ता गरेका छौँ अनि त्यस्तै म जस्तै दुर्व्यसनी व्यक्तिहरू म जस्तै भत्किएको व्यक्तिहरू नासेकाहरूलाई चाहिँ एउटा सान्त्वना एउटा ढाँडस दिने प्रभुले चाहिँ साँच्चै नै ठुलो काम गर्नुहुन्छ परमेश्वरको जीवन परमेश्वरले दिएको जीवन चाहिँ खेलवाडको जीवन होइन ठुलो योजना छ भनेर चाहिँ उहाँहरूलाई चाहिँ एउटा सिकाउने जस्तै मेरो जीवनको गवाईद्वारा चाहिँ उहाँहरूलाई पनि एउटा प्रोत्साहन दिने जीवन भनेको यति सस्तो होइन रहेछ होइन भन्ने कुरा चाहिँ उहाँलाई चाहिँ बताउने मेरो एउटा भिजन एउटा दर्शन छ त्यो दर्शनद्वारा नै यो रिह्याबिलिटेसन सेन्टर पनि सुरु हुँदैछ। यस्तै प्रकारका विभिन्न पृष्ठभूमिबाट आएका व्यक्तिहरूको वास्तविक परिवर्तित जीवन कथाहरू समेटिएर तयार पारिएको परिवर्तन गर्ने शक्ति नामक पुस्तक हामी तपाईँलाई उपहार स्वरूप प्रदान गर्न चाहन्छौँ। यो प्राप्त गर्नका लागि हाम्रो निःशुल्क टेलिफोन नम्बर 1660013399 मा आजै सम्पर्क गर्नुहोस्। वास्तविक जीवन, वास्तविक घटना, वास्तविक समस्या, वास्तविक समाधान, सत्य घटनाहरू समेटिएर तयार पारिएको पुस्तक परिवर्तन गर्ने शक्ति निःशुल्क रूपमा प्राप्त गर्नका लागि निःशुल्क टेलिफोन नम्बर 1660013399 मा आजै सम्पर्क गर्नुहोस्।